नमस्कार साथीहरू, ल स्टुडियो च्यानलको यस अफिसियल भिडियोमा तपाईँहरूलाई स्वागत गर्दछु। आजको यस भिडियोमा हामी कानुनको व्याख्या अन्तर्गत रहेर यसको उद्देश्य र यसको वर्गीकरणको कुराहरू गर्छौँ। यस भिडियो एलएलबी तेस्रो वर्षमा अध्ययनरत गर्नुहुने यहाँहरू र कानुनको व्याख्या सम्बन्धमा ज्ञान राख्न इच्छुक यहाँहरू सबैको लागि उपयोगी हुन सक्छ। कानुनको व्याख्या अन्तर्गत हामीले व्याख्या भनेको के हो र कानुनको व्याख्या भनेको के हो भन्ने कुराहरू विभिन्न विद्वानहरूले दिनुभएको परिभाषाहरू समेतलाई समेटेर चाहिँ भिडियो बनाइसकेका छौँ। यदि तपाईँहरूले त्यो भिडियो हेर्नुभएको छैन भने त्यो भिडियो हेर्न नभुल्नुहोला र हामीले आई बटनमा पनि राखिदिएका छौँ। र आजको विषयवस्तुतर्फ अगाडि बढौँ। आजको टपिक हामी अब्जेक्टिभ्स अफ इन्टरप्रिटेसन अफ स्ट्याट्युट्सको कुरामा चारवटा, सामान्यतः चारवटा, यो जति पनि हुनसक्छ र हामीले चाहिँ मुख्यतः चारवटा अब्जेक्टिभहरूलाई चाहिँ यस भिडियोमा छलफल गर्छौँ। पहिलोमा रहेको छ विधायिकाको मनसाय वा विचार पत्ता लगाउनु, टु एसर्टेन द लेजिस्लेटिभ इन्टेन्ट। यसको मुख्य उद्देश्य भनेकै विधायिकाले कानुन बनाउँदा, विधि बनाउँदा के कस्तो मनसाय थियो, त्यो कानुन बनाउनुको चाहिँ के त मनसाय के हो भनेर पत्ता लगाउनु नै के त यसको पहिलो उद्देश्य हो। दोस्रोमा रहेको छ अस्पष्टता हटाउनु, टु रिमुभ द एम्बिग्युइटीको कुराहरू रहेको छ। यसमा के छ भन्दाखेरि कानुनमा प्रयोग भएका शब्दहरूको अर्थ चाहिँ स्पष्ट हुनुपर्दछ। सो नभएमा अथवा त्यस्तो शब्दले चाहिँ एकभन्दा बढी अर्थ लागेमा स्पष्टता कायम गर्नु नै के त यसको अर्को उद्देश्य रहेको छ। त्यस्तै गरेर 3 नम्बरमा रहेको छ कानुनको एकरूपता र निश्चितता गर्नु, युनिफर्मिटी एन्ड सर्टेनिटीको कुरा हैन। कानुनको अर्थमा एकरूपता ल्याउन र यसलाई निश्चित बनाउन पनि व्याख्याको चाहिँ के त आवश्यक हुन्छ र यो एउटा के त उद्देश्यको रूपमा रहेको छ। त्यस्तै गरेर 4 नम्बरमा रहेको छ न्यायको उद्देश्य पुरा गर्न हैन। कुनै पनि कानुनमा प्रयुक्त भएको शब्दहरूको त्रुटिले गर्दाखेरि कुनै पनि नागरिकले चाहिँ के त न्याय नपाउन् हैन, न्याय नमरोस् भनेर एउटा के सुनिश्चितता प्रदान गर्नु पनि के त यसको उद्देश्य रहन जान्छ। भनेपछि यी मुख्यतः चारवटा उद्देश्यहरूले गर्दाखेरि नै के त कानुनको व्याख्याको आवश्यक परेको हो। अब हामी काइन्ड अफ इन्टरप्रिटेसनको कुराहरू गरौँ। विभिन्न राइटरहरूले चाहिँ काइन्ड अफ इन्टरप्रिटेसनलाई विभिन्न आफ्नै तरिकाले वर्गीकरण गर्नुभएको छ। हामी काइन्ड अफ इन्टरप्रिटेसनलाई चाहिँ दुई भागमा विभाजन गरेर आज हामी छलफल गर्छौँ, जसमा लिटरल अर ग्रामेटिकल इन्टरप्रिटेसन अर्थात् शाब्दिक र व्याकरणात्मक व्याख्या भनेर एउटा त्यो रहेको छ भने अर्को लजिकल इन्टरप्रिटेसन अर्थात् तार्किक व्याख्या भनेर हामी यी दुई प्रकारमा बाँडेर आज हामी यस भिडियोमा छलफल गर्छौँ, जसमा शाब्दिक अथवा व्याकरणात्मक व्याख्या हैन, लिटरल अर ग्रामेटिकल इन्टरप्रिटेसन, यो शब्दबाट नै हामीले यसको परिभाषा गर्न सकिन्छ। जसमा शाब्दिक भनेको शब्द अनुसार शब्दको अर्थ भन्ने बुझिन्छ। त्यस्तै व्याकरणात्मक भनेको पनि प्रत्येक शब्द चाहिँ के त प्रत्येक शब्दको अर्थ भनेर बुझ्न सकिन्छ। यसमा हामीले त्यही भनेका छौँ। भनेपछि लिटरल र ग्रामेटिकल इन्टरप्रिटेसन भनेको एउटा शाब्दिक र साधारण अर्थमा व्याख्या गर्नु नै के हो भन्दाखेरि यो लिटरल मिनिङ रहेको छ। त्यस्तै गरेर कुनै पनि कानुनमा प्रयुक्त भएको शब्दहरूलाई चाहिँ सर्वसाधारणले सामान्य बोलीचालीमा प्रयोग गर्ने गरी प्रचलित भाषाको प्रयोग गरेर व्याख्या गर्नुपर्दछ भन्ने सिद्धान्त रहेको छ। कुनै पनि कानुनमा प्रयुक्त शब्दहरूको माध्यमबाट त्यो विधायिकाले के भन्न खोजेको हो हैन, मनसाय के हो भन्ने कुराहरू पत्ता लगाउनु हैन नै लिटरल मिनिङको चाहिँ के त यसको उद्देश्य हो। भनेपछि के को आधारमा भन्दाखेरि शब्दहरूको माध्यमबाट
है। अब हामीले यी कुराहरूलाई समेटेर समग्रमा के भन्न सक्यो भन्दाखेरि कानुनमा नै लेखिएको शब्द स्पष्ट छ होइन, बुझिने छ, दुई अर्थी लाग्ने छैन भने व्याख्याकारले आफ्नो तर्क नथपी शब्दहरूको आधारमा कानुनको व्याख्या गर्नुपर्छ भन्ने कुराहरू चाहिँ लिटरल ग्रामटिकल इन्टरप्रिटेसनमा रहेको छ। अब हामी दोस्रोमा के भनेको थियौँ भन्दाखेरि लजिकल इन्टरप्रिटेसनको कुरा होइन। अब लजिकल इन्टरप्रिटेसनको कुरा के हो त भन्दाखेरि जब कानुन स्पष्ट छ, बुझिने छ होइन भने कुनै पनि व्याख्याकारले चाहिँ कुनै पनि व्याख्याकारले के गर्नुपर्छ भन्दाखेरि शाब्दिक लिटरल मिनिङबाटै अर्थ व्याख्या गर्नुपर्ने हुन्छ। तर कतिपय अवस्थामा चाहिँ के त उक्त शब्दहरू जो दुविधायुक्त छ, स्पष्ट छैन, बुझिने छैन, बाजिएको छ भने त्यो व्याख्याकारहरूले चाहिँ के त विधायिकाको वास्तविक मनसाय बुझ्नको लागि तार्किक व्याख्याको सहाराद्वारा व्याख्या गर्न सकिन्छ। यसमा चाहिँ तीनवटा कुराहरू विद्यमान भएमा मात्र के त यस व्याख्याको नियम लागू हुन्छ, जसमा चाहिँ सुरुमा छ अस्पष्टता होइन। शब्दहरू दुई वा सोभन्दा बढी अर्थ दिने खालको भएमा शब्दहरूमा चाहिँ मात्र केन्द्रित नभई विधायिकाले ऐन बनाउनुको उद्देश्य तथा मर्म बुझेर तार्किक व्याख्या गर्नुपर्दछ। त्यस्तै गरेर दोस्रो नम्बरमा छ विसङ्गति र बाजिनु। ऐनका शब्दहरू कहिलेकाहीँ अर्थ नै नदिने खालको हुन्छ भनेपछि एक आपसमा बाजिएर चाहिँ के त ती एक आपसको महत्त्व नै समाप्त पारिरहेको हुन्छ भनेपछि यस्तो अवस्थामा त्यस्ता शब्दहरू होइन जुन शब्द चाहिँ के त बाजिएको छ, जुन शब्द चाहिँ के त बहुअर्थ लाग्ने खालको छ अथवा जुन शब्दले अर्थै नदिने खालको छ भनेपछि ती शब्दहरूलाई सच्याएर एउटा सही अर्थ प्रदान गर्नको लागि पनि के त लजिकल इन्टरप्रिटेसनको जरुरी छ। र यस्तो अवस्थामा पनि के त हामी लजिकल इन्टरप्रिटेसनबाट व्याख्या गर्छौँ। त्यस्तै गरेर 3 नम्बरमा छ अपूर्णता। अब कहिलेकाहीँ कानुनमा चाहिँ के त शब्दको अर्थ पनि दिने स्पष्ट हुन्छ, भाषा पनि स्पष्ट हुन्छ होइन, बाजीको पनि हुँदैन होइन। तर के हुनसक्छ भन्दाखेरि त्यो वाक्य के त अपूर्ण हुनसक्छ भने त्यस्तो अवस्थामा एउटा कानुनको वास्तविक अर्थ वा सठिक अर्थ स्पष्ट पारेर एउटा तार्किक व्याख्याद्वारा के त उपचार प्रदान गर्नको लागि पनि हामीले के त लजिकल इन्टरप्रिटेसनलाई चाहिँ के त अँगाल्छौँ। भनेपछि यी दुईवटा लिटरल ग्रामटिकल इन्टरप्रिटेसन, अर्को चाहिँ के त लजिकल इन्टरप्रिटेसन, यी दुई भागमा वर्गीकरण गरेर हामीले यी दुईको चाहिँ के त यी दुईवटा इन्टरप्रिटेसनको चाहिँ के त हामीले छलफल गऱ्यौँ। यस भिडियोमा हामीले दुईवटा बुदाहरूमा रहेर चाहिँ आज हामीले छलफल गऱ्यौँ, जसमा कानुनी व्याख्याका उद्देश्यहरू, अब्जेक्टिभ अफ इन्टरप्रिटेसनको कुराहरू छलफल गऱ्यौँ, जसमा चाहिँ 4वटा उद्देश्यहरू, एउटा त विधायिकाको मनसाय पत्ता लगाउनु, अर्को कानुनमा रहेको अस्पष्टतालाई हटाउनु, अर्को कानुनलाई चाहिँ एकरूपता वा निश्चितता गर्नु र अर्को के त न्याय प्रदान गर्नको लागि। भनेपछि 4वटा उद्देश्यहरूको पेरिफेरीमा लगेर हामी छलफल गऱ्यौँ। त्यस्तै गरेर काइन्ड अफ इन्टरप्रिटेसनको कुरा गर्नु पर्दाखेरि दुई प्रकारमा, एउटा छ लिटरल एन्ड ग्रामटिकल इन्टरप्रिटेसन, अर्को रहेको छ लजिकल इन्टरप्रिटेसन। शाब्दिक अथवा व्याकरणात्मक के भन्छ भन्दाखेरि कुनै पनि कानुनमा प्रयुक्त भएको शब्दको के त अर्थ होइन, त्यसको वास्तविक अर्थ के हो, शब्द अनुसारको अर्थ निकालेर व्याख्या गर्ने एउटा पद्धति, जसलाई हामी शाब्दिक व्याख्या भनेर भन्छौँ। विधायिकाले कानुन निर्माण गर्नुको मर्म चाहिँ के त त्यो शब्दहरूको आधारमा पत्ता लगाउने, त्यो शब्दको शाब्दिक अर्थ गरेर पत्ता लगाउने एउटा पद्धति, जसलाई चाहिँ हामी शाब्दिक व्याख्या भनेर भन्न सक्छौँ। त्यसै गरेर लजिकल इन्टरप्रिटेसनको कुरा गर्नु पर्दाखेरि कुनै पनि कानुनको व्याख्या गर्दा हामीले शाब्दिक व्याख्याबाट नै गर्नुपर्छ, लिटरल इन्टरप्रिटेसनबाटै गर्नुपर्छ। तर कहिलेकाहीँ कुनै पनि शब्द अस्पष्ट भएको, बहुअर्थ लाग्ने, त्यसको चाहिँ के त अर्थ नै नदिने खालको बाजिएको अवस्थामा चाहिँ के त हामीले उपचार प्रदान गर्नको लागि
लजिकल इन्टरप्रिटेसनबाट चाहिँ नि त्यसको व्याख्या गर्छौँ। लजिकल इन्टरप्रिटेसनबाट चाहिँ के त विधायिकाको मनसाय पत्ता लगाउने कार्य गरिन्छ र यी दुईवटा इन्टरप्रिटेसनको कुराहरू चाहिँ आजको हामी यस भिडियोमा छलफल गऱ्यौँ। यहाँहरूले यो भिडियो हेरेर बुझ्नुभयो कि भएन होइन, बुझ्नु नभएको भए हजुरहरूले के कस्तो कुरा बुझ्नुभएको छैन होइन त्यो कमेन्ट सेक्सनमा लेखिदिन नभुल्नु होला। आजको भिडियो यहीँ आएर समाप्त हुन्छ। यदि तपाईँहरूलाई यो भिडियो मन परेको भए लाइक गरिदिनु होला र अहिलेसम्म हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरी बेल आइकन दबाइदिनु होला। हस् त, धन्यवाद।